हेलो साथीहरू, गुड मर्निङ, वेलकम टु माई भ्लग। आज चाहिँ मेरो स्पेसल डे हो, त्यही भएर म आउट ड्रेसमा जाँदैछु ड्युटी पनि। थोरै थोरै राम्री पनि बन्दैछु। राम्री भएर म ड्युटी पनि आइसकेँ। ड्युटी आइसकेपछि काम त गर्नै पर्यो। ह्यापी बर्थडे। यो चाहिँ रातिको 12 बजेको भिडियो हो। मलाई चाहिँ मनिता सिस्टरले सरप्राइज दिनुभएको थियो र गिफ्ट पनि लिएर आउनु भएको रहेछ। जुन गिफ्ट चाहिँ मैले एक्सपेक्टै गरेको थिएन, तर मलाई एकदमै निडेड भएको कारणले गर्दाखेरि म धेरै नै खुसी छु यो गिफ्ट पाउँदाखेरि। थ्याङ्क यू। याद गरिरहेको छु मैले भनेको। एकचोटि भन्नुभएको थियो कि तपाईँले। थ्याङ्क यू। ह्यापी बर्थडे टु यु। रिपोर्टिङ भएको कारणले गर्दाखेरि सबैजना स्वयंसेविकाहरू आउनुभएको थियो। त्यही खुसीले गर्दा होला मैले त फोटो खिच्नै बिर्सेछु कि काटिहालेँ क्या हतार हतार। त्यही पनि ल फोटो खिचौँ न त भनेर हामी फोटो खिच्नतिर लाग्यौँ। फोटो खिच्दा अब दाँत त देखाउनै पर्यो। अलिकति ठाउँ चाहिँ मिलिरहेको थिएन, बाहिर पानी परिरहेको थियो लास्टै ठुलो, त्यही भएर अलिकति कम्प्रोमाइज त गर्नै पर्यो। त्यही पनि सबैजना खुसी देख्नुहुन्थ्यो। अफकोर्स म त खुसी हुनै परिहाल्यो, किनकि आज मेरो स्पेसल डे हो। सबैलाई थ्याङ्क यू आउनुभएकोमा। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday dear Saraswati Mataji. तीनचोटि भयो। तीनचोटि नफुगाउनुहोस् त अब। निप्दैन त। ओ माई गॉड, मेरो के होला यो, के माग्यो होला त, के माग्यो यसले। लक्की फिल गरिरहेको थिएँ आफैलाई। यो सरप्राइजको लागि विशेष गरेर सम्झना दिदी र दिनेश सरलाई चाहिँ धन्यवाद दिन चाहन्छु। र उहाँहरू चाहिँ यस्तो झरीको बेलामा पनि मन्थली पुगेर केक लिएर आउनुभयो र मलाई सरप्राइज दिनुभयो। थ्याङ्क यू यो दुईजना विशेष दिनेश सर र सम्झना दिदीलाई। मलाई पक्का थाहा छ नभने पनि। एकदम राम्रो आन्टीको सबै पुरा हुन्। आशिष ल्याएर सबैलाई के कहाँ भयो स्वयंसेविका दिदीहरूले यो मलाई कप सेट हो कि भन्ने मलाई गेस लागिरहेको छ। गिफ्ट सम्झना दिदीकोबाट थ्याङ्क यू सो मच। आउँदै भएको कारणले गर्दाखेरि चाहिँ उहाँले मलाई हरियो चुरा, हरियो नेल पोलिस र अरू धेरै कुराहरू दिनुभएको थियो। विशेष गरेर दिनेश सर र सम्झना दिदीलाई चाहिँ धेरै धन्यवाद, किनभने बिहानदेखि यस्तो कन्टिन्यू पानी परिरहेको भए पनि उहाँहरू चाहिँ मन्थली पुगेर मलाई केक र गिफ्टहरू सरप्राइज दिनुभयो। त्यसको लागि फेरि पनि धन्यवाद। र हजुरहरूको यो माया म सदाभर मनमा सम्झिरहने छु। र त्यसै गरेर मेरो साथीहरू सुशीला सिस्टर र ज्ञान सिस्टर पनि मलाई सरप्राइज दिन आउन लाग्नु भएको थियो अरे, तर बिहानदेखि कन्टिन्यू पानी परिरहेको भएर ज्ञान सिस्टरको बेबी पनि सानै छ नि त, अब यस्तो झरीमा त लिएर आउने कुरो भएन। त्यही भएर उहाँहरू चाहिँ आउन सक्नु भएन। त्यही पनि उहाँले चाहिँ मलाई केक चाहिँ गिफ्ट दिनुभएको थियो सरप्राइजको रूपमा। त्यसको लागि चाहिँ हजुरहरूलाई धेरै धन्यवाद र धेरै माया छ। आज चाहिँ बिहानदेखि पानी परिरहेको भएर मलाई चाहिँ मेरो बर्थडे खासै रमाइलो हुन्छ जस्तो चाहिँ लागेको थिएन, तर मैले सोचेको भन्दा पनि धेरै रमाइलो गरेर सेलिब्रेसन गरिदिनु भयो र मलाई सरप्राइज पनि दिनुभयो। त्यसको लागि विशेष गरेर ओडाको साथीहरू र मेरो हेल्पोस्टको साथीहरू र स्वयंसेविका दिदीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद। यसको लागि चाहिँ जति मैले सोचेको थियो त्योभन्दा पनि धेरै स्पेसल बनाइदिनु भयो। यो क्युट ब्याग चाहिँ मलाई चिना दिदीले दिनुभएको हो, त्यसको लागि पनि चिना दिदीलाई धेरै धेरै धन्यवाद। र यो चाहिँ मेरो 12 बजे पाएको फर्स्ट गिफ्ट हो। आज चाहिँ मेरो जन्मदिनमा चाहिँ मेरो आफ्नो फ्यामिलीसँग नहुँदाखेरि चाहिँ अलि नरमाइलो त लागिरहेको थियो, तर पनि उहाँहरू चाहिँ मेरो फ्यामिलीभन्दा चाहिँ कम हुनुहुन्न। तर पनि मेरो फ्यामिलीलाई चाहिँ म धेरै सम्झिरहेको छु। यहीँबाट धेरै धेरै माया छ।